चाहिन्न पर्यो आज गाई बिहाको उपलक्ष्यमा गाईले ठ्याक्कसँगले अब गाई ब्याएर चाहिँ गाई दुहेपछि दुध कति दिएको छ भनेर चाहिँ हेर्नु होला। लगभग 16 लिटर दुध गाईले दिएको छ। हेर्नुहोस् गाई एउटा गाईको दुध है यो किर्ने सानो किर्ने गाई छ माउ चाहिँ लु दुध हेर्नुहोस् गाई अब यसमा नाटेर भनेको तथम भन्न खोजियो तर यसमा त आधी दुध पनि आँटेन। लु हेर्नुहोस् है लु हेर्नुहोस् दुध कति बाक्लो एउटा गाईको दुध त्यसमा नआट्ला जस्तो भयो। फेरि यता पनि छ पानी त्यति हो प्योर दुध त्यति। बिगौती पकाउनलाई कसले खान्छ यहाँ चाहिँ नि अब यो चाहिँ अब भन्नु पर्दाखेरि यो पानी हो। यहाँ यो ढुङ्ग्रो यो फेस पखालेको यो चाहिँ पानी हो। यो चाहिँ दुध हो। लगाइ हेर्नुहोस् राम्ररी कोही चाहिने मान्छेलाई आएर दिएर लाँदा हुन्छ। ठ्याक्कै ₹1,00,000 हो यसको दाम। अब 1 लाखमा पनि दिन सकिने नै जस्तो छ तर गाई सानो खाले छ। त्यसो हुँदा 1 लाखमा चाहिँ अब दिनै पर्ला बेच्नु पर्ने हुँदा किन पालेको पाक्दैन नि त नभए ल दुध तताउने अब 2 ढोका बिगौती खाना आउनुहोस् है। गाईगोरु नजिकै हुने फेसबुकमा साथी हुने साथीहरू आउनु होला। बिगौती फ्रीमा छ यो। आजको बिगौती फ्रीमा छ। अब हाम्रो भर्खर बिहाको गाई चाहिँ यहाँनिर छ। अब उम्रै झारिसकेको छैन, अहिले दोइसकेको छ। गाई चाहिँ यही हो। अब चट्टसँगले बाछो यहाँनिर सुतिराखेको छ। अहिले टन्नै दुध खाएर यो पनि गाई हो। यसले 12-13 किलो दुध दिइराखेको छ। माली गाई यो कथुरी गाई यो अहिले बिहाको गाई हो। यस्तै छ। यो रातो गाई 8-9 किलो दुध दिइराखेको छ। यसको बाछी यो हो। चाहिन्न पर्यो कुराले।